साथीहरु नमस्ते। सो भेरी ब्युटिफुल बार पार्कदेखि माथि करिबन 1.5 घण्टा हामी 1.5 घण्टाको बाटो उक्लेपछि हामी हिमालको छेउमै र अनि यहाँ नजिकै 1.5 घण्टा उक्लिसकेपछि माम्चे है माम्चे रेस्टुरेन्टमा वान नाइट त्यहाँ स्टे बसियो र अहिले बिहान उठेर यहाँ साथीहरुलाई यो दृश्य मैले देखाउँदै छु र यहाँबाट विदिन 5 मिनेटमा चाहिँ हामी फेरि लाभराक है लाभराक भन्ने त्यहाँ नि अलिकति कन्फ्युज भयो म पहिलोचोटि हो आएको लाभराक भन्ने साँच्चै कति 581 घर एउटै डिजाइनको रहेको छ त्यहाँ। अब हामी त्यहाँ पनि जाँदैछौँ है। त्यसपछि त्यहाँको दृश्य पनि म यहाँहरूलाई अवश्य नै मेरो भिडियोमा देखाउने छु है त साथीहरु। ल हेर्न सक्नुहुन्छ दृश्य र यहाँ माथि करिबन कति 2850 हाइट मिटरमा रहेको छ यो ठाउँ है। अब यहाँ पहिलोचोटि आउने होला त अलि हाई पनि लाग्दो रहेछ है, सास फेर्न अलि गाह्रो हुने। ल देख्न सक्नुहुन्छ यो पछाडिपट्टिको दृश्य भेरी ब्युटिफुल प्लेस है, एकदमै राम्रो ठाउँ। हजुरहरु पनि आउन सक्नुहुन्छ, आउनुहोस् साथीहरु हेर्नुहोस् दृश्य। यो पछाडिपट्टिबाट चाहिँ हामी आएको, यो पछाडिपट्टि साइड भनेको पोखरा साइड पर्छ पश्चिम, यताबाट घाम उदाएको छ पूर्वबाट। ल साथीहरु वेलकम है साथीहरु, आउनुहोस्। भेरी ब्युटिफुल प्लेस, भेरी नियर, एकदमै नजिक छ है हिमाल। तर हामीले यहाँ भिडियोमा देख्दाखेरि अलिकति कस्तो टाढा देख्नु भयो कि कसो, मैले त यहाँ फेस टु फेस हेर्दाखेरि त 1 घण्टामै त्यहीँ पुगिन्छ जस्तो देखिन्छ, तर 7-8 घण्टा लाग्दो रहेछ त्यहीँ पुग्नलाई पनि। ल गाइज वेलकम छ, आउनुहोस् यहाँहरू हेर्नुहोस् समय मिलाएर है त। ल मेरो शुभकामना छ यहाँहरूलाई। थ्याङ्क यू सो मच।